कोही अम्बा खानालाई पनि यदि चाहिँ गर्छ होला त्यतिर भाइलाई हेर्नु न फेरि बाँदरको जस्तै झुन्डेर अम्बाको रुखमा अम्बाको रुख नै भाँचिदियो। सो हेलो एभ्रिवान, के सबैजना सन्चै हुन्छ साथीहरू? म नि एकदमै सन्चै छु है त। हजुर सबैजना सन्चै सासै गर्दै म चाहिँ आइसकेको छु आफ्नो अर्को चाहिँ छोटो मिठो न्यू मिनी भ्लग चाहिँ लिएर। अरू दिन चाहिँ आज नि फेरि बिहानै उठेर म चाहिँ एउटा ब्रस गर्न लागेँ। हातमुख धोएर फ्रेस भएर चाहिँ मेरो फेरि साइकल बनाउनु पर्ने थियो त, किनभने अहिले चाहिँ फेरि मिलमा जानु पर्ने थियो। अनि म चाहिँ लागेँ साइकल बनाउन। साइकलको चाहिँ हेर्नु न, त्यतिर चाहिँ चैन नै बङ्गेको थियो कि त, त्यतिर गियर नै लाग्थेन कि गियरमा चाहिँ लागेर जन चाहिँ साइकल चाहिँ बिग्रेको थियो। अनि म चाहिँ बनाउन लागेँ साइकल चाहिँ। हल्का हल्का साइकल बनाउने भएर हो यो साइकलले त, नत्र त मलाई भिखारी नै बनाउँथ्यो होला। यो साइकल पाल्न र बाइक पाल्न चाहिँ एउटा लाग्नु लागिसक्यो। मलाई चाहिँ यति पैसा खाइसक्यो साथीहरू यो साइकलले मेरो चाहिँ। साइकल बनाएर सकेर खानासाना खाएर साइकलमा फेरि म चाहिँ जान लागेको चाहिँ वडा कार्यमा चाहिँ अलिकति काम रहेको थियो, जग्गा चाहिँ तिर्नु पर्ने थियो काम चाहिँ। होइन नेपालमा चाहिँ भइ चाहिँ के रहेछ भन्छु कि म, होइन के कुरा गरेपछि सर्भर डाउन छ मात्रै भन्छु। त्यो दिनमा चाहिँ नेपालको गएको लाइसेन्स निकाल्न त्यो पनि सर्भर डाउन छ भनेर त्यत्तिकै सक्यो, म्याच नै सक्यो। अनि आज नि जग्गाको तिर्न आएको नि सर्भर नै डाउन छ भन्छ। होइन नेपालको सर्भरलाई चाहिँ भएको चाहिँ के हो क्या खास। वडा कार्यालयबाट आएर गाउँ लिएर म जाँदैछु अहिले फेरि मिलमा पुगेर गाउँ पिछे दिनु भनेको त लाइन नै गएको रहेछ नि। फेरि आज चाहिँ हुँदैन भाइ, भोलि आउनु भन्नुभएको छ। मिलबाट घर आउँदै थियो फेरि भाइको घरमा चाहिँ अम्बा चाहिँ यस्तो राम्रोसँग पाकेको रहेछ। हामीहरू चाहिँ फेरि अम्बा खान लाग्यौँ। फेरि भाइले हेर्नु न अम्बा खाँदा लास्टमा चाहिँ यस्तो हरकत देखाइदियो। होइन भाइले चाहिँ अम्बाको हाँगा नै भाँचिदिएर अम्बा खानको लागि चाहिँ यस्तो समय चाहिँ को गर्छ होला। हेर्नु न, एउटा अम्बाको लागि चाहिँ अम्बाको हाँगा नै भाँचिदियो भाइले चाहिँ। अम्बा खाँदै अनि म चाहिँ घरतिर अनि त्यतिर केटाहरू पनि दोकानतिर काम रहेछ, अनि केटाहरू पनि आएको थियो। अनि अहिले साथीहरू आजको लागि चाहिँ भेटेँ यति नै भन्न चाहन्छु। सबैजना नेक्स्ट भिडियो भेट्नुपर्छ। भिडियो चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरेर सबैजनाले माया सब्सक्राइब गरिदिनु भन्न चाहन्छु। आजको लागि यति नै, त्यसको लागि बाइ बाइ साथीहरू।